आज हामी समुद्रतिर घुम्न जाँदैछौँ है त। हामी 4 जना जाँदैछौँ है त। Let's see, अब हामी कहाँ पुग्छौँ थाहा छैन। हराइम यो लोकेसनमा आउने हो। यो हो हामी बस्ने ठाउँ। यहाँनिर चाहिँ यस्तो पार्किङ जेब्रा क्रसिङको। यो हाम्रो छिप भनेको कोरियन भाषामा यो हाम्रो सिजाङ। यो हाम्रो थोरो। यो जेब्रा क्रसिङमा उभिँदा के हुन्छ अरे? के हुन्छ? जानु मन होस् नहोस् जाति जा भनेर रोकेर गयो। जेब्रा क्रसिङको छेउमा उभियो भने ताकि जान मन होस् या नहोस् बाटो क्रस कट्नै पर्यो। बाटो काट्नै पर्यो। रोकेर जा भन्छ के भन्ने जति पनि हिँड्न पर्दैन। त्यहाँ पुगेर पनि फर्किनै पर्यो होइन। अब नफर्किँदा भरे जेला घुम्ने गरी फेरि होइन। रमाइलो भइरहेछ होइन। दाइलाई गुनासो चाहिँ त्यही कुरामा छ होइन। यो चाहिँ नियम खारेज गर्नुपर्ने बेला अब छेउमा होइन गाडी रोकेर जा भन्छ ताकि जानै मन थिएन हामीलाई खास बाटो क्रस गर्ने मनै थिएन। हामी झुक्केको कता जाउँ भनेर बाध्यताले बाटो क्रस गर्नु पर्यो नि। हामीले त जानु लागेको थिएन। अब हामी हिँडेको कहाँ थाहा छैन फेरि। यो साइकल हिँड्ने बाटो हिँड्न यो 50 को स्पिड भन्दा न कुदाउन नमिल्ने ठिकै छ हैन। हामी कहाँ जाँदैछौँ अरे? समुद्र जाँदैछौँ है। समुद्र जाने बाटो चाहिँ यता छ है। यो बाटो हो। यही बाटो हामी जुन बाटो हिँडिरहेछौँ त्यही बाटो हो समुद्र जाने। अब जे होस् आउँदैछौँ हामी। ल समुद्रमा पछि फेरि हामी देखाउँछौँ। आज फुर्सद छ, हाम्रो काम सुरु भएको छैन। हामी यहाँ आयोदेखि 4 दिन भयो हामी नेपालबाट हिँडेको। हाम्रो काम सुरु भइसकेको छैन, त्यही भएर अहिले हामी एकदम फ्री टाइम भएर हाम्रो टिम 4 जना, बहिनी हाम्रो 1 जना घरमै घर हेरेर बसिरहनु भएको छ। हामी चाहिँ अहिले एकदम घुम्न गइरहेछौँ है। यहाँ एकदम रमाइलो दृश्य छ है। रोडको छेउमा टक्क हिँड्ने ठाउँ हो यो। जुन ठाउँमा हामी हिँड्दैछौँ यो साइकल र मान्छे हिँड्ने ठाउँ हो। छेउछाउमा एकदम बोट बिरुवाहरू, यस्तो फुलहरू, एकदम रमणीय दृश्य देखिन्छ यहाँनिर। रोड यता छ है। यो रोडमा अब गाडीहरू फाटाफुट्टा चलिरहेछन्। त्यस्तै हो। ल त्यही हो। अब बिस्तारै हाम्रो बाँकी पनि आउँछ अहिले, हेर्दै गर्नु होला। ल गाइस यता हेर। यस्तो त यो यहाँ हेरी यो छुनी गर्ने हेर्ने हुँदैन है। एकदम रमाइलो ठाउँमा आइसक्यौँ हामी। समुद्रको छेउछाउ लगभग पुग्नु लागिसक्यो। एकदम रमाइलो छ यतातिरै। नेपालमा हो रमाइलो छ। यात्रा हुँदैछ, जाँदैछ हाम्रो साथीहरूसँग। लगभग हामी अब समुद्रको छेउछाउ पुग्न लाग्यौँ होइन। त्यही हो। अब यतातिर यस्तो मरुभूमि जस्तो हल्का फुल्का यस्तो समुद्रको पाल्ला यता मरुभूमि भए पनि यता चाहिँ यस्तो दामी छ कि। ल पुरै दामी छ है। ल यस्तो दामी छ कि घरहरू एकदम सिटी टाइपको छ यो एरिया चाहिँ। सिटी नै हो अब त्यही हो। समुद्र है। फाइनल्ली हामीले पहिलोचोटि समुद्रको अनुभव गर्दैछौँ। लाइफमा फर्स्ट टाइम हो हाम्रो। त्यही हो। ल उता अगाडि यो देखिरहेछ समुद्र है। अरू भने त्यस्तै हो। हामी यहाँबाट जाँदाखेरि 10 मिनटमा लगभग पुगिन्छ। छाल आइरहेछ पुरा। ल डेन्जर छाल आइरहेछ समुद्रमा। त्यहीँ गएर हामी अरू बाँकी भिडियो आएपछि हामीले पहिलोचोटि समुद्रको अनुभव गर्न पायौँ। एकदम रमाइलो खुसी लागिरहेछ है। हामी 4 जना आएको मध्येमा हामी 2 जना चाहिँ यहाँ छौँ। हाम्रो कुमार भाइ है, अनि म यहाँ अब भ्लगरै भइहालेँ। अब बाँकी 2 जना साथीहरू चाहिँ पछाडि उता आउँदै हुनुहुन्छ। सो अब त्यही हो। समुद्र हेरियो। अब जे होस् पहिलोचोटि समुद्रको छेउमा पुग्दाखेरि एकदम खुसी महसुस भइरहेको छ।
त्यही हो, पुरा छाल आइरहेछ समुद्रमा, एकदम राम्रो, एकदम रमणीय दृश्य देखिरहेको छौँ हामीले। अझै हामी नजिक जान्छौँ, यहाँ हामी साथीहरूलाई वेट गरिरहेछौँ है। ल त्यही हो, सबैजनाले भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर चाहिँ गर्नु होला है सबैजनाले। जस यो पोर्चुगलको समुद्रको छेउमा आइपुगेका छौँ हामी घुम्दै घुम्दै। आज पोर्चुगलको चौथो दिन रमाइलो भइरहेको छ है त। ल जे भए पनि है समुद्रको छेउमै आइयो, खुसी लागिरहेछ। अघि अलि माथि डाँडामा थियौँ भने अहिले फेरि अलिक तलै आइपुग्यो। यस रमाइलोसँग हाम्रो कार्की भाइले उता मायाको नाम लेख्दैछ यहाँनिर। कार्की भाइ के यो मायाको नाम लेख्या हो? लभ यु कार्की भनेर लेख्दैछ। त्यही हो, रमाइलो छ है। ल यो छाल आउँछ अगाडिबाट सर्र होइन, यस्तो दामी छाल आउँछ, तर एकैछिनमा पानीले मेटिदिइहाल्दो रहेछ। उताबाट यस्तो दामी आइरहेछ आउनु चाहिँ। रमाइलो रमाइलो एकदम रमाइलो भयो आज। अब 1-2 दिन हो रमाइलो गर्ने, त्यस पछाडि काम सुरु भएपछि काममा बिजी भइन्छ। अहिले चाहिँ अब त्यस राम्रो समय पनि छ, फ्री समय पनि छ, त्यही भएर आनन्द आइरहेछ है त। ल त्यही हो। सकेपछि हामी ठ्याक्कै समुद्र किनारमा आइसक्यौँ है। हामीले जहाँ जाने भनेर हिँडेको थियौँ त्यहाँ हामी आइसकेका छौँ। जोस् रमाइलो छ समुद्र, हामीले पहिलोचोटि देखेको हो, एकदम खुसी लाग्यो, एकदम हर्ष भयो, रमाइलो छ। हामी राम्रोसँग अब घुम्छौँ यहाँनिर। त्यस पछाडि भनेको अब के हुन्छ, फेरि फर्किनुपर्ने नि हुनसक्छ। अब समय धेरै हामीसँग छैन, अब अहिले पानी पर्न सक्छ, के हो कता हो। अब यस्तो छाल आइरहेछ, यस्तो छाल आइरहेछ, यस्तो रमाइलो छ है। ल त्यही हो, सबैले हेरेर इन्जोय गर्नु होला, सबैजनाले माया गरिदिनु होला हामीलाई। जोस् हाम्रो यस्तै नेचुरल कुराहरू हाम्रो भिडियोमा आउँछ, सबैजनाले साथ सपोर्ट गरिदिनु होला। हस्।